बनाउँदाखेरि तपाईहरु चाहिँ नातिकन बनाउनु होला है त। यसरी गर्नुहोस्, एउटा नली भइहाल्यो। यो फोक्सोतिर जाने है, पल्मोनरी आर्टरी भन्छ यो यसरी जोडौं। 1 नम्बर कोठा 2 नम्बर कोठा त बन्नु जस्तो भयो नि। आगो रगतलाई फोक्सोतिर पठाउनु, फोक्सोबाट फेरि रगत ल्याउनी चाहियो। फोक्सोमा अन्तिम फोक्सोमा मात्रै पठाउनु त होइन, मुटुले फोक्सोमाबाट ल्याएकोलाई फेरि शरीरमा पठाउने यो नली पहिले बनाइसकेपछि हामी यसरी बनाउँछौँ। यहाँ यसरी जोड्छौँ। यो पुरै लाई जोड्दाखेरि यसरी एउटा मुटुको संरचना तयार हुन्छ। यसरी जोड्दाखेरि यो मुटु हुन्छ। यो यता गए जस्तै यता जाने, यो भित्र आउने, यो जाने। भित्र आउने भनेको यो पल्मोनरी आर्टरी, सरी भेन, पल्मोनरी भेन। फोक्सोबाट आएको रगत यसरी आउँछ। ए बी सी डी 3 4। यो तल्लो भेनाकाप र माथिल्लो भेनाकाप दुईटैलाई आई भन्यो भने, जानेलाई सेकेन्ड आई भन्यो भने, फोक्सोबाट फेरि आउनेलाई थर्ड आई भन्यो भने, फेरि शरीरमा जानेलाई चौथो आई भन्न सक्छौँ। यो हो संरचना सामान्य। अब यो तपाईहरु यसरी बनाउन सक्नुहुन्छ। हामी चाहिँ यो रक्त सञ्चार प्रणाली अन्तर्गत मुटुको संरचना र यसको सामान्य कार्यको कुराहरू गर्दैछौँ। हाम्रो मानव शरीरको हाम्रो संरचना प्रणाली 10 प्रणालीहरूबाट बनेको, प्रणाली बन्दाखेरि अङ्गहरूबाट बनेको, तन्तु मिलेर अङ्ग बनेको, कोष मिलेर कोष मिलेर तन्तु बनेको। यो अन्तर्गत हामी कुन प्रणालीमा छौँ भन्दाखेरि यो चाहिँ रक्त सञ्चार प्रणाली। रक्त सञ्चार प्रणाली एउटा प्रणाली हो हाम्रो शरीरमा। यस्तै अरू प्रणालीहरू पनि छन्। यो प्रणालीमा हामीले मुख्य गरी अङ्गहरूका कुरा गर्दाखेरि मुटु र रक्त नलीका कुरा गर्छौँ। रक्त नली नै यो रक्त सञ्चार प्रणालीका मुख्य अङ्ग हुन् भने तन्तु भन्नाले रगतको कुराहरू जोडिन्छ। कोष भन्नाले आरबिसी डब्लुबिसी रक्तकोषहरूकै कुरा गरिन्छ। यद्यपि हामी रगत र रक्तकोषहरूको कुराहरू गरिसकेका छौँ। यो अनि मुटु रक्त नली यिनीहरूकै संयन्त्रबाट चाहिँ रक्त सञ्चार प्रणालीले स्पष्ट रूपमा हाम्रो शरीरमा काम गरिरहेको हुन्छ। अब यो रक्त सञ्चार प्रणालीलाई हाम्रो मुटुको संरचना र यसले गर्ने कार्यले महत्त्वपूर्ण भूमिका खेल्ने भएको हुनाले आज हामी चाहिँ मुटुको संरचना कसरी हामीले बनाउन सक्छौँ, सङ्केत गर्न सक्छौँ, मुटुलाई हामीले कसरी चाहिँ सङ्केत गरेर चाहिँ देखाउन सक्छौँ भन्ने कुरालाई बढी केन्द्रित गरेर हामी कुरा गर्छौँ। मुटुको चाहिँ संरचना बनाउँदाखेरि हामीले पूर्वानुमान के गरेका छौँ भने मुटु भनेको 4 कोठा भएको, 4 भल्भ भएको, 4 वटा रक्तनली भएको मुख्य गरी त्यस्तो खालको एउटा स्वचालित मांसपेशीबाट बनेको एउटा अङ्गलाई हामीले मुटु भनेका छौँ। अब मुटु बनाउँदाखेरि हामीले संरचनातिर लागौँ। यो सुरुमा हामीले के बनाउने त बनाउने भन्ने कुरा चाहिँ अलिकति ख्याल गर्दाखेरि शरीरबाट शरीरका सबै प्रत्येक कोषहरूबाट रगतलाई यसले लिन्छ, तान्छ, पम्प गर्छ। त्यो पम्प गरेको रगत फेरि पुनः शरीरमा नै पठाउने काम पनि यसले गर्छ। त्यही भएर नै यसलाई पम्पिङ मेसिनको रूपमा हामीले नाम यसलाई दिएका छौँ। यो पम्पिङ मेसिन बनाउँदाखेरि हामीले यहाँ 2 वटा नलीहरू, सबभन्दा ठुला नलीहरू यहाँ बनाइसक्यौँ। सबभन्दा ठुला नली भन्नाले
यो शरीरको सबै भागबाट, सबै कोषबाट, सबै तन्तुबाट, सबै अङ्गबाट रगत लिने नली अनि सबै तन्तुलाई, सबै कोषलाई, सबै अङ्गहरूलाई रगत दिने नली, सबैबाट लिने नली, सबैलाई दिने नली। यो लिने दिने प्रक्रियाभन्दा पहिला लेनदेन फोक्सोतिर पनि हुने भएको हुनाले फोक्सोमा दिनुपर्ने हुन्छ। शुद्धिकरण त फोक्सोले गर्ने हो। त्यसो भए हुनाले शरीरलाई दिनु पूर्व फोक्सोलाई पनि दिनुपर्ने भएको हुनाले हामीले फोक्सोलाई दिनुपर्ने नली पनि यहाँ बनायौँ। फोक्सोलाई सुरुमा चाहिँ यो मुटुले फोक्सोलाई रगत दिनुपर्ने भएको हुनाले फोक्सोलाई दिने रक्त नली पनि बनाइयो। अब हामी भित्री भागका कुरा गर्छौँ। यसको मुटुको यो भित्री भाग भन्नाले चाहिँ यो कोठाहरू, मुटुको चाहिँ सुरुमा आएको रगत कुन कोठामा आउने, त्यसपछि कुन कोठामा जाने भनेर पनि बनाउनु पर्ने हुन्छ। त्यसो भएको हुनाले यो 1 नम्बर कोठा भनेर भन्यो हामीले यसलाई। यो 2 नम्बर कोठामा आयो, तर यो भल्भ हुँदै आयो। यो भल्भ हो बिचको, ट्राइकस्पिड भल्भ भन्छ, 3 मुखे भल्भ, 3वटा चाहिँ मांसपेशी, 3 चुच्चे मांसपेशीबाट बनेको। त्यसपछि यो भल्भ भनेको चाहिँ यो नलीसँग जोडिएको आधारमा यसलाई पल्मोनरी भल्भ भनेका छौँ हामीले। यो पल्मोनरी भनेको चाहिँ फोक्सोसँग जोडिएको नली, पल्मोनरी आर्टरी भन्छौँ यसलाई हामी। अब यो गइसकेको, फोक्सोमा गइसकेको रगत फेरि मुटुले त तान्नु पर्ला नि। अब यो मुटुले फेरि लिनु पर्दाखेरि यो कोठामा आउँछ भनेर हामीले भनेका छौँ। यहाँ आएको फाइनल्ली शरीरमा जाने नली पनि नली भल्भ हामीले यहाँ बनाउँछौँ पहिला। यो भल्भ हुँदै जान्छ र यहाँ आएको यो कोठामा आएको चाहिँ फेरि यो तल यसरी यो भल्भ हुँदै यो 3 नम्बर भल्भ हुँदै रगत चाहिँ यो 4 नम्बर कोठामा चाहिँ आइपुग्छ। यो भल्भहरू पनि यहाँ बिचमा छन्। यो ए भल्भ भन्यौँ हामीले यसलाई बी भल्भ भन्यौँ, यसलाई सी भल्भ भन्यौँ, यसलाई डी भल्भ भन्यौँ र अब यसलाई यसरी जोड्यौँ भने चाहिँ यो एउटा मुटु बन्छ। यहाँ चाहिँ तलको यसरी यो नलीलाई जोड्दाखेरि यहाँ पनि माथि यो यता पल्मोनरी यो भागबाट र यो अर्को भागबाट पनि जाने गर्छ। त्यसपछि आउने मुटुमा आउने पनि यसरी चाहिँ यसरी यो बाहिर जाने, मुटुमा आउने पनि दुईटा जसरी यहाँबाट आउँछ त्यसरी यताबाट पनि आउँछ। यो आउने भनेको फोक्सोबाट आउनेहरू हुने नि। यो हामीले यसलाई सुरुमा शरीरको सबै भागबाट आउने तल्लो र माथिल्लो भनेको दुईटै भेने गाभा महाशिराहरू भनेको 2 वा धेरै शिराहरूबाट बनेको ठुलो नली भनेर हामीले बुझ्नुपर्छ। ठुलो नली चाहिँ 1 नम्बर कोठामा आइसकेको रगत 2 नम्बर हुँदै यो भल्भ खुलेर चाहिँ यो चाहिँ कोठा सेकेन्ड यो नली हुँदै फोक्सोमा गएको रगत फेरि यो थर्ड नलीमा यो पनि पर्छ। यो थर्डमै पर्यो, यो सेकेन्डमै पर्यो। यो हुँदै अब लास्टमा शरीरमा फेरि पुनः वितरण गर्ने सबभन्दा महाधमनी अथवा एओर्टालाई हामीले चाहिँ यो आइभी भन्न सक्छौँ। यसरी यिनीहरूको चाहिँ सरसर्ती संरचना हाम्रो मुटुमा 4 कोठा 1 2 3 4 भल ए बी सी डी, 4 नली आई, सेकेन्ड आई, थर्ड आई, फोर्थ आई, यसको कुरा हामीले यहाँ उल्लेख गर्छौँ। यसमा हामीले आई भनेर नलीको कुरा गर्छौँ। 4 मुख्य नलीहरू कोसँग मुटुसँग जोडिएका, मुटुसँग सम्बन्धित मुटुको चाहिँ सँग जोडिएका, प्रत्यक्ष जोडिएका सबैभन्दा ठुला नलीहरू 4 ब्लड भेसल्स भनेर हामीले चाहिँ यो आईलाई चाहिँ के भनेका छौँ भन्दाखेरि यसलाई चाहिँ भेने काभा भनेको शिराहरूको पनि सबभन्दा ठुलो पाइप महाशिरा। त्यसपछि दोस्रोलाई भनेको छौँ पल्मोनरी आर्टरी भनेको चाहिँ यसलाई हामीले पल्मोनरी
धमनी भनेका छौँ। धमनी भनेका छौँ। तेस्रोलाई चाहिँ पल्मोनरी भेन भनेका छौँ। पल्मोनरी सिरा भन्छौँ यसलाई हामी। त्यसपछि चौथोलाई चाहिँ एओर्टा भन्छौँ। एओर्टा भनेको चाहिँ यसलाई हामीले छोटकरीमा महाधमनी पनि भन्छौँ। महाधमनी, धामी धमनी शुद्ध शाकाहारी भनेको शुद्ध रगत बोक्नेलाई धमनी सिरा शब्दै सबाट आउने अलिकति फोरी शब्द भन्ने अर्थले सिरा। अब त्यसरी पनि जोड्न अलिकति लिङ्केज गर्नको लागि तपाईँहरूलाई सजिलो हुन्छ भने त्यसरी पनि जोड्न सक्नुहुन्छ। यो सिरा भनेको अशुद्ध रगत बोक्ने नली हो। यद्यपि चाहिँ फोक्सोसँग जोडिएका चाहिँ पल्मोनरी धमनीले अशुद्ध रगत, पल्मोनरी सिराले शुद्ध रगत चाहिँ आदान प्रदान गर्दछन्। यी चाहिँ 4 मुख्य नलीहरू हुन्। यो नलीहरू अब मुख्य 4 नलीहरूको ठाउँमा कोठाहरू मुटुका होइन, मुटुसँग सम्बन्धित कोठाहरू। मुटुका चाहिँ मुटुका 4 कोठाहरू, 4 च्याम्बर्स अफ हार्टका 4वटा च्याम्बर भनेर तपाईँहरू फेरि यहाँ चाहिँ यो 1 नम्बर भनेर यहाँ चाहिँ छ राइट ऑरिकल, यसलाई हामीले दायाँ अरिकल भन्छौँ। अरिकल। त्यसपछि 2 नम्बरको चाहिँ यो तलको 1 नम्बर पछि यहाँ 2 नम्बर आयो राइट भेन्ट्रिकल, दायाँ भेन्ट्रिकल। त्यसपछि 3 नम्बरको चाहिँ 3 नम्बरमा चाहिँ आउँदाखेरि 3 नम्बरमा चाहिँ लेफ्ट ऑरिकल छ। त्यसमा यसलाई बायाँ ऑरिकल पनि भन्छौँ हामी, बायाँ ऑरिकल। 4 नम्बरमा चाहिँ लेफ्ट भेन्ट्रिकल भन्छ, यसलाई लेफ्ट भेन्ट्रिकललाई चाहिँ बायाँ भेन्ट्रिकल भन्छ, लेफ्ट भेन्ट्रिकल। अब यो 4वटा च्याम्बरहरू पनि यहाँ हामीले चित्रमा देखाए जस्तै त्यसमा उल्लेख गर्यौँ। त्यस्तै अब 4वटा पछि 4वटा भल्भहरू, 4वटा मुटुका यी 1, 2 रगत यहाँबाट उता गइसकेको रगत 3 नम्बर 4 नम्बर हुँदै फेरि पुनः शरीरको भागमा जान्छ। अनि यस्तै तरिकाले 4 भल्भहरूका कुरा गर्छौँ हामीले। 4 भल्भहरू भनेर चाहिँ 4 भल्भहरू, 4 भल्भ्स। 4 भल्भहरू के हुन् त भन्दाखेरि यो भल्भलाई ए भनेका छौँ सुरुमा हामीले, ट्राइकस्पिड भल्भ। यो स्ट्रक्चरको आधारमा पनि हामीले यसलाई ट्राइकस्पिड भनेका हौँ। ट्राइकस्पिड भल्भ। यसले रगतलाई 1 नम्बरबाट 2 नम्बरतिर प्रवेश गराउँछ। बी नम्बरमा पल्मोनरी यो नलीसँग जोडिएको आधारमा यसलाई पल्मोनरी भनेका हौँ। पल्मोनरी भल्भ, त्यसरी भनेका हौँ। सी भनेको यो बायाँ अरिकलबाट बायाँ भेन्ट्रिकलमा पुर्याउने भनेको यो बाइकस्पिड भल्भ। यो संरचना बनावटको आधारमा हामीले यसलाई बाइकस्पिड भल्भ भनेका हौँ। त्यस्तै गरी 2वटा चाहिँ यो नलीमा जोडिएको छ भने 2वटालाई हामीले त्यसको संरचनाको आधारमा नाम दिएका छौँ। एओर्टातिर जाने भयो भने एओर्टिक भल्भ भनेको चाहिँ एओर्टा भनेको चाहिँ त्यो नलीको नाम हो। एओर्टिक भल्भ रक्त नलीको सँग जोडिएको आधारमा 2वटा भल्भहरूको नाम दिइएको छ भने 2वटा यो ट्राइकस्पिड बाइकस्पिड भनेको त्यसको संरचनाको आधारमा यस्ता भल्भहरू हाम्रो मुटुमा छन्। यसरी
मानव मुटुको संरचना हुन्छ भने यो स्वचालित मांसपेशीबाट बनेको मुटु भएको हुनाले यसले गर्ने कार्यप्रणाली भनेको स्वचालित मांसपेशीले क्रमशः तन्कने र खुम्चने, रगत भरिँदाखेरि यो तन्कने र रगत चाहिँ पम्प गर्दाखेरि खुम्चने कार्यको आधारमा यसले काम गर्छ। यसको काम भनेको रगत शरीरको विभिन्न सबै कोषहरू, सबै तन्तुहरू, सबै अङ्गहरूबाट रगत चाहिँ मुटुमा ल्याउने, शुद्धिकरणको लागि, अक्सिजनेटेड गर्नको लागि फोक्सोमा पठाउने, फोक्सोबाट लिएर फेरि शरीरमै पठाउने काम गर्ने भएको हुनाले यसलाई हामीले पम्पिङ मेसिनको रूपमा बुझेका छौँ र यो रक्त सञ्चारको प्रमुख अङ्गको रूपमा हामीले बुझेका छौँ।